फाइनली आज चाहिँ हाम्रो यहाँ गौरी सङ्घर हिमाल गौरी सङ्घर गाउँपालिका पनि भनेर चिनिन्छ। यहाँ चाहिँ आज चौथो दिन र अहिले चाहिँ बिहानको समय हो। बिहानको मौसम चाहिँ अत्यन्तै सफा छ। गाउँमा चाहिँ अहिले अलिकति मौसम चिसै छ। अब चिसो मौसम पनि लगभग सुरु भइसक्यो। सो अहिले यो जुन प्रत्यक्ष यहाँबाट देखिरहने हिमाल चाहिँ गौरी सङ्घर हिमाल चाहिँ यहाँबाट एकदम नजिक स्पष्टसँग चाहिँ हामीले देख्न सकिँदो रहेछ। र त्यस्तै गरी जुन यसको छेउछाउमा अरू अन्य हिमालहरू पनि प्रष्टसँग देख्न सकिन्छ। र यहाँबाट जुन यो हाम्रो गाउँबाट चाहिँ पुरै हिमालहरू अत्यन्तै नजिक तरिकाले चाहिँ देख्न सकिँदो रहेछ। पुरै हिमालहरूले घेरेको ठाउँ अत्यन्तै रमाइलो। र अहिले चाहिँ यहाँ एकदम अब बिहानको मौसम धेरै चिसो छ।